जय राम जय जय राम श्री राम जय राम श्री राम जय जय राम भक्त वत्सल भगवान को उमापति महादेव को इधर मारे आपका फुली लो सबजना बस्नुहोस् प्लेटमा हालेर पछाडि पास गर्ने हो प्लेटमा हालेर पछाडि पास गर्ने बसिहाल्नुहोस् ल पूजाहरू पछि गर्ला सबै श्रोताहरू कथा पात्र भरि चाहिँ आउजान नगर्नु होला पछि सबैलाई हामी यहाँ भगवानको पूजा गर्न आउन चाहना दिन्छौँ बस्नुहोस् सर्वे श्रोता सावधान भवन्तु परमादरणीय परम वन्दनीय परम पूज्य जसका आवाजले सबैलाई शान्ति मिल्दछ हरेक अशान्त मान्छे पनि एकाग्र हुन्छ त्यस्ता परम विद्वान आदरणीय गुरु आचार्य दीपक खरालज्यूलाई प्रणाम आजको प्रमुख अतिथि पुरा नेपाल देश आएको भन्ठान्छु हाम्रो उहाँको 10 वर्षको एनिभर्सरीको टाइममा आइपुग्नु भएको प्रेसिडेन्ट मनोज कुमार सिंह उहाँको प्रणाम सबै अतिथिहरूलाई प्रणाम सबै यजमानलाई प्रणाम सारा कर्ता श्रोताहरूलाई पनि प्रणाम हिजो कथामा गुरुले गोमा नाम गरेकी ब्राह्मणी भइन् तिनको शिवशर्मा नाम गरेका ब्राह्मणसँग विवाह भयो भन्ने कुरा सुनाउनु भएको थियो महानुभावहरू भाइ कथा आज सुनाउँछु अथ 21 कुमारजी आए गर्नुहुन्छ हिरगस्ते मुनि यसरी बसेको 10 वर्ष पुरा भएपछि माइत बसेको नि ससुराले बसेको है शिवशर्मा ब्राह्मणले आफू मोटो घाटो पहिला दुर्गा थियो त पातालाई मर्न आँटेका भने थाहा नपारेछ मोटो घाटो हिष्टपुष्ट भएको देखेर आफ्नो घर सम्झनु भयो पत्नीलाई भन्नुहुन्छ अब यहाँ बसेर के गर्नु कति बसे पनि ससुरालीमा धेरै लामो बस्नु हुँदैन भन्ने जानेर आफ्नो पत्नीलाई भन्नुहुन्छ शिवबाट ब्राह्मण र सती ब्राह्मणलाई गएर भन्नुहुन्छ हे माता पिता तपाईको कृपाले मैले कन्या पाएँ म गृहस्थ भएँ अब घर छाडी यहाँ बसेको धेरै दिन भयो वर्षौं भयो उहाँ मेरो घरको हेरविचार कसले गर्ला हजुरको आज्ञा पाए म घर गएर आउँथे भन्नुभयो यस्तो पहिला सुने पत्नीले भन्नु भएन यस्तो शिवशर्माको वचन सुनेर शिवबाट नाम गरेका ब्राह्मण भन्नुहुन्छ हे ज्वाइँ यो घर पनि हजुरकै हो हाम्रो को अरू को छ र एउटै सन्तान हो छोरा पनि यही स्वायवा पुत्र स्वायवा पुत्री छोरा पनि यिनै हुन् छोरी पनि यिनै हुन् यसैले हाम्रो अरू को छ र हामी पनि तपाईँकै हुन् हाम्रो सबै सम्पत्ति पनि हजुरकै हो जाने कुरा गर्दै नगर्नुहोस् यस्तो कुरा सुनेर शिवभट्ट फेरि भन्छन् हे पिता त्यस्तो आज्ञा नगर्नुहोस् मलाई एकपल्ट जान दिनुहोस् म घरको हेरविचार गरेर सबै यस कुरा चाँडो पाँचो मिलाएर चाँडै फर्केर आउनेछु फेरि अगाडि भन्छन् शिवशर्मा भन्छन् मेरो पनि को छ बाबा भने पनि हजुर नै हो माताले पनि हजुर नै हो इष्टमित्र पनि तपाईँ नै हो गुरु पनि तपाईँ नै हो बाबुलाई गुरु भन्छन् हितबन्धु पनि हजुर नै हो मन पर्यो खानलान दिएर म मर्न आँटेको च्यासे सिक्नुलाई मोटो घाटो गएन पनि हजुर नै हो हजुरलाई छोड म किन जान्थेँ र एकपल्ट म मेरो गाउँमा गएर सारा चालो पालो मिलाएर 10 वर्ष भयो आउँछु यति आफ्ना पति शिवशर्माले पिता शिवसँग कुरा गरेको सुनेर यता गोमा ब्राह्मणी पिता गर्छिन् ओहो मेरा पति जान आँट्नु भयो भनेर हे स्वामी जानको मन नगर्नुहोस् यदि हजुर जाने भए मलाई पनि सँगै लानुहोस् अब त 9 रुपियाँ भइहाल्यो एक दिन पनि एक घण्टा पनि छोड्दिन भक्त वत्सल भगवानको यदि जाने भए मलाई पनि सँगै लैजानुहोस् न त जान दिने छैन भनेर हजुर बिना म एक पल पनि कसरी बसुली यस्तो गोमाको वचन सुनेर 70 वर्षमा अप्ठ्यारो परे भए नभए यस्तो कुरा हुन्थ्यो होला त अहिले 80 वर्ष हुनुभएछ उनीहरूको 80 वर्ष भनेको अहिले 20 वर्ष दिएको चाहिँ कुरा चाहिँ बुझ्नुपर्छ त्यसबेला शिवशर्मा भन्छन् हे सती तिम्रो बाल अवस्था छ मसँग जान सक्दैनौ किनभने हाम्रो घर टाढा छ पहाडको बाटो छ बाटोमा ठुल्ठुला पर्वत नाग्नुपर्छ कति दिन गाउँमा बस्नुपर्ने हो वन जङ्गलमा बस्नु पर्ला बिछा भ्याकुर खानु पर्ला त्यहाँ अन्न
सकेका छैनन्। यसैले त्यहाँ तिमी जाने भन्नु गर। त्यहाँ अनेक जन्तुको भय हुन्छ तिमी, किनभने तिमी कहिले घरबाट बाहिर ननिस्केकी, कहिले दुःख नसकेकी, खाली पाउ नहिँडेकी, सुखमा बसेकी, तिमीलाई त्यहाँनिर भोजन मिल्न भने के गर्नु? अहिलेको बेलामा किन्ने कुरा पाउँला किन्ने थिइन्। भोक प्यासले तिमीलाई सताउला। मेरो वृद्धावस्था छ, कसैले बाटामा दला गरेर कसैले अपमान गर्यो भने पनि अप्ठ्यारो पर्छ। यस अर्थले तिमी यही माइतमा बस। म घर छिट्टै पुगेर मेरो घरको चाँडो पाँचो मिलाएर अरूलाई घर जिम्मा लगाएर म चाँडै आउनेछु। बढीमा बढी 2 महिना लाग्ला, 60 दिन भक्त बस्छ भगवानको भनेर पतिले पत्नीलाई भन्न थाल्नुभयो। 2 महिना भनेको कति हो र? यस्तो शिवशर्माको वचन सुनेर गुमा ब्राह्मणी भन्दछिन्, हे स्वामी, हजुर 2 महिना भन्नुहुन्छ, म त तपाईँ नभई 2 घडी, 2 घडी भनेको 48 मिनट, 2 घडी पनि बस्न सक्दिनँ। फेरि अगाडि उत्तर दिन्छन्, हजुरले शीत तापको भोक प्यास कष्ट सहनुपर्छ भन्नुभयो, पर्वत पुग्नुपर्छ भन्नुभयो, वनमा जन्तुको भय हुन्छ भन्नुभयो। उनी भन्छन्, हेर्नुहोस् पतिदेव, पतिको सुख पत्नीको सुख, पतिको दुःख पत्नीको दुःख।